हेलो गाइस, सो गाइस वेलकम टु माई न्यू भ्लग। फेरि पनि तपाईँहरूको माझ भ्लग आइसकेको छ, हेर्नु होला। चाहिँ हाम्रो रुम हो अनि हामी चाहिँ यो समयमा अब तल नेपाली दाइको होटल छ क्या एउटा, त्यहाँ जल्लाहाम को जाने भन्ने अब अगाडिको माथिदेखि भएन त्यहाँ जल्लाहाम दाइरेमा अनि यति गर्नु लाग्यो सबजनाले। यो टोल दोकान जाने न, यो ड्राम पनि उठाउ न, ड्राम तर पानी लिएर सो गाइस हामी चाहिँ अहिले बाहिर निक्लिसक्नु लागिसक्यौँ। हिँड्नु जाम। त्यो एउटा उ छ के पाइन्छ? के अरे म्यागी सल्छ चटपटा हुन्छ क्या त्यो। जाम न त खाउँदै हिँड्नु। जाम न त खाउँदै। खै त्यो त यार आउनुहोस् अङ्कल। के हुन जाने? के हुन जाने? आउनु आउनु। हामी चाहिँ जान्न खानु न, म चाहिँ अङ्कललाई ल्याउन आएको थिएँ कि पचाइ भन्नुभयो नि। तपाईँ नजाने? यहाँ चाहिँ नजाने रे। ठिक छ हामी जाउँ न त। सुन्नु सुन्नु लोड्नु लाग्यो तपाईँ। घाम त मजाको छ यार। हेर्नु सक्नुहुन्छ गाई छैन। हामी चाहिँ अब होटेल भन्छन् कि दोकान भन्छन् यार, नेपालीको छ यहाँ जल्लाहाम। आज चाहिँ के खाने गएर दोकानमा जाने भन्ने कुरो आयो गर सुन्नुहोस् न हौ। अरे जे किन्ने हो किन्ने भन्छ क्या होइन, पाइन्छ होला नि त नेपाली खानु। हाम्रो दाइहरू अगाडि गइरहनु भ्या। नेपाली होटेल छ तल ती जल्लाहाम। हामी चाहिँ योभन्दा अगाडिको मान्छे फलो तपाईँहरूलाई हेर्नु भयो होला र हेर्दै गर्नु होला। देख्न सक्नुहुन्छ हामी चाहिँ अगाडि दाइहरू जल्लाहाम देखा म चाहिँ खोज्छु अनि कामै लगाएन होइन, रुममै हुन्छौँ हामी चाहिँ। र केही छैन, काम नलाए पनि नेपालदेखि आएसम्म त स्यालेरी पाइन्छ भने होइन, हाम्रो पनि के मतलब पर्यो बसेको रुममा। अझै हाम्रो मेडिकल भएन अनि त्यही भएर पनि हो क्या। सो गाइस देख्न सक्नुहुन्छ हाम्रो दाइहरू अगाडि गइरहनु भ्या। नेपाली होटेल छ तल ती जल्लाहाम। हामी चाहिँ अगाडिको मान्छे फलो चलाएर हेर्नु भयो होला र हेर्दै गर्नु होला। देख्न सक्नुहुन्छ हामी अनि कामै लगाएन होइन, रुममै हुन्छौँ हामी चाहिँ। केही छैन, काम नलाए पनि नेपालदेखि आएसम्म त स्यालेरी पाइन्छ भने होइन, हाम्रो के मतलब पर्यो। अझै हाम्रो मेडिकल भएन, त्यही भएर नि हामीलाई काम लागेन। ठिक छ नि त, काम नलाए पनि अब हाम्रो चाहिँ अब कामै नलाएपछि अब ठिकै छ, के गर्नु त अरू होइन, अरू केही गर्न सकिएन। तर खानु पऱ्यो, फेरि दोकान पनि जानु पऱ्यो होइन। त्यही भएर हामी चाहिँ दोकाननिर हिँडेको। सब ग्यारेज छ। अघि पनि आएको थियो आउनु चाहिँ, तर अब दाइहरूले भनिसकेपछि हिँड्दैनौँ न त भनेर आएको। अब के गर्ने त, गाह्रो छ नि त। नेपाल जस्तो हुँदैन अर्काको ठाउँमा नि। काँडहरू छन्, काँडहरू भएन हामीलाई के काम भयो र? काँडहरू भएन हामीलाई कामै छैन नि। काटियो अरे नेपालीहरू त कहीँ छ म त बिर्सिले यार। नेपालको झन्डा टङ्गा खाएको र नेपाली होटेलले हिँड्थ्यो अरे यार, कस्तो बिर्सिएको मैले यार। फाइनल्ली हामी चाहिँ नेपालीको होटेलमा आइपुग्न लागेको छौँ होइन। हेर्दै गरौँ ल। आज अङ्कलले चाहिँ के खानुहुन्छ? रोटी। तपाईँले रोटी खानुहुन्छ अङ्कल? 1 रुपियाँ एउटा रोटी।
गाह्रो छ नि त जाम जाम हिँड्नु सक्यो आज नेपालीमा के खाने म नेपालीमा खाने गएछ किन आफ्नो जाम थियो तपाईँले जा भन्नु जाम न त के गर्ने जाम दोकान जाम हिँड्नु दिएपछि गाडी छन् कि यहाँ यस्तो गरेर गाडी मैले किनिदिन्छु नेपाल गयो भने सिधै हो देख्नु जान्छ हाम्रो नेपाली होटल हो होइन हेर्नुहोस् न झन्डा नेपालको झन्डा नेपाली होटल साइकल सब छ नि त गाइजहरू यहाँ चाहिँ बन्द छ जामुन त बन्द रहेछ अरे तपाईँले खाने भने कहाँ हो त्यो चटपट खाने भने चटपट गरेर मसला दियो भने त्यहाँ पनि पाइन्छ टमाटर लगि जाने क्या घर है कोठामा एउटा पाङ्ग गरेको त ग्यारेज सो ग्यारेज हो ग्यारेज गाइजहरू फाइनल्ली हामी चाहिँ त्यो होटल नखुलिएको कारणले गर्दा हामी चाहिँ फाइनल्ली नेपाली होटलमा आइपुगेका छौँ के पनि बन्द छ नेपाली होटल पनि बन्द रहेछ हात यार छैन बन्द बोले कहाँ बन्द होला नेपाली होटल बन्द रहन्छ बन्द छ भने बोले दाइले होइन देख्नु सक्नुहुन्छ नेपालको झन्डा टेबुल सेबुलहरू यहाँ त पुरै एसी हुन्छ तर के हो आज के छ त्यस्तो चटपटी पाइन्न चटपटी पाइन्न पाइन्छ भन्नुहोस् न कतिको हो चटपटे आवाज पनि राम्रो हाँस्नु भयो तपाईँ यार हेलो भन्छु कि राम्रो हाँस्नु भएन कति आउँछ के गर्ने दाइ भन्नुहोस् न चार बजी खुल्छ 4 बजी खुल्ने 4 बजी आउने हुन्छ त फेरि अब आज के रहेछ नि त्यस्तो होटल खुलाएर नि अहिले भन्नुभयो नि त अगाडि होटल छ भने त्यही जान्न हामी है दुबई दुबई हो दुबई माटो दुबई टाउको दुखिरह मलाई चाहिँ होइन त्यो घाममा पुरै घाममा के त अब त अलि पानी परिरहेको छ म त घाममा पहिलो त पुरै बित्ने जस्तो मान्छे घाम पनि पुरै बित्थ्यो त पानी परिरहेको छ झन्डै पुगाएछ हामी चाहिँ होटलमा आइसकेको छौँ होइन गाह्रो छ कति राम गऱ्यो यो के खै थाहा भएन कति रेडी छैन मकै मकै गाह्रो छ हौ साथीहरू अरे के गर्ने यहाँ पनि पाइँदैन नि प्याज त प्याज त भिडियो अलाउड छैन भनिसक्यो होइन गाइज हामी चाहिँ अब सिधै जाँदाखेरि देखाउँछु म तपाईँहरूलाई अरे चैट सो गाइज हामी चाहिँ मासु अरे यो चाउचाउरी आइसकेको छ अब सिधै हामी तपाईँलाई यस्तो घाममा भिडियो बनाउने अलि क्यामेरा अलि क्वालिटी लो रहेछ हामी चाहिँ अब सिधै तपाईँहरूलाई कोठामा गइसकेपछि देखाउँछु नि त बाई बाई